मर्निङ साथीहरू, म चाहिँ आज खाना खान गइरहेको छु। यो दाल अनि यो चटनी अनि यो मासु अनि यो अचार खान गइरहेको छु। हेरेर इन्जोय गर्नु होला। त म स्टार्ट गरेँ है। यो चाहिँ दाल, म चाहिँ कस्तो सानो मान्छे भए पनि धेरै खान्छु नि त न, त्यही भएर म चाहिँ सक्दो खाइदिन्छु। हेरेर इन्जोय गर्नु होला हजुरहरू चाहिँ। फर्स्ट बाइट। मेरो पानी त कहाँ गयो? यो चाहिँ मासु, सुँगुरको मासु हो। यसमा चाहिँ खाना गइरहेको छु। स्टार्ट ब्लग। त्यहाँ देखिँदैछ कि छैन नि, खाना चाहिँ देखाउनु पर्यो नि। देखिँदैछ। यो चाहिँ मासु। म चाहिँ एकदम मिठो गरेर खान्छु। हजुर तरकारी। म चाहिँ मान्छे सानो भए पनि खाना चाहिँ डर खान्छु। जति खाँदा पनि मटाउँदिनँ साथीहरू। म चाहिँ भातसँग अनिवार्य पानी खान्छु साथीहरू। अझै मासु। यो मासु चाहिँ केही हुँदैन। यो चाहिँ हाम्रो दाजुले बनाउनु भएको मासु एकदम मिठो छ। यो चाहिँ मेरो फर्स्ट भ्लग रहेको छ साथीहरू खाना खाएको।
आन्टीको ब्लगमा हाई भन्नु ल हाई गाइस भन्नु ल अब यो दिन दाजु भाउजूको छोरा चाहिँ आउनु मानेन अनि म चाहिँ खाइरहेको छु अब यो दिन यो दिन यता आउँछ यहाँनिर यहाँ देखाउन आउँछ मेरो भ्लगमा स्वागत छ मेरो भाइलाई आऊ यो दिन अब यहाँ बस्छ मेरो भाइ हेलो भनिदेऊ न हेलो हामी चाहिँ यहाँनिर तिमीले के खान गइरहेको छौ देखाउ त के खान गइरहेको छौ देखाउ न उसले चाहिँ यो पोटाटो खान गइरहेको छ मेरो भाइले नानीले चाहिँ अनि यो जुस खानु गइरहेको छ स्टिङ हो मलाई चाहिँ राम्रोसँग थाहा छैन अलि यता आऊ न ल स्टार्ट गरौँ ल स्टार्ट हामी चाहिँ माम खाना म चाहिँ खाइसक्नु आँट्यो यो दिन छिटो गर तिम्रो नाम भनिदेऊ त नमस्ते भनेर यो दिन के हो यो दिन लिम्बू सम्बन्धी हो होइन अनि यो दिन मलाई एउटा देऊ अच्छा दिन यो चाहिँ मेरो दाजु भाउजूको छोरा हो स्पाइसी मिठो छ होइन आऊ न आऊ न मानेन पता यो दिन त म चाहिँ टन्न भइसक्यो यो चाहिँ मासु हो अगाए धरा ल साथीहरू भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा हजुरहरूलाई धन्यवाद फेरि अर्को भिडियो लिएर आउनेछु हेरिदिनु होला साथ सपोर्ट गरिदिनु होला बाई बाई